अहिले नेपालमा राजाको क्रेज एकदमै बढिरहेको छ। तपाईँ मन खोलेर दिल खोलेर भन्नुहोस् के साँच्चै नै देशमा राजा फर्केला त? फर्किन्छन्, पछाडिबाट कोट्यायो भने फर्किन्छन्। पछाडिबाट कोट्यायो भने त खुसबु त फर्किन्छन्। राजनीतिमा असम्भव भन्ने कुरो केही छैन, तर राजावादीहरू भाइटेकामा फुटाको ओखर जस्तो छरपष्ट छन्। राजा र लिङ्गदेन एकातिर रुँदै कराएको देख्छु, अर्कोतिर स्वागत नेपाल कता गर्जिरहेको देख्छु, अर्कोतिर ज्ञानेन्द्र शाही संसदमा हप्काइरहेको देख्छु, अर्कोतिर कमल थापाको झन् भुइँमा खुट्टै छैन, पुलिसले मात्र लगिरहेको थियो। मलाई चाहिँ नि एकचोटि कानका जाली फुट्ने गरिदिन्छु भन्ने दुर्गा पर्छ है। 17,000 को हिसाब माग्दै थिए, अहिले एउटाको हिसाब तिर्न नसकेर जेलमा छन्।